आज हामी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 4 मा अवस्थित बल तामाङ समुदायमा छौं। मकवानपुर विभिन्न भूगोल र समुदाय भएको जिल्ला हो। यहाँ प्रविधिको पहुँच ग्रामीण र अर्ध सरकारी क्षेत्रमा फरक देखिएको छ। अध्ययनका लागि अन्तर्वार्ता, अवलोकन र प्रत्यक्ष संवाद प्रयोग गरेका थियौं। मेरो फिल्ड भ्रमणमा विभिन्न स्थानीय समुदायसँग अन्तर्वार्ता, अवलोकन र प्रत्यक्ष संवादको क्रममा कार्यालय तथा विद्यालयहरूको बारेमा बुझ्ने उद्देश्यमा केन्द्रित भएको थियो। समुदाय स्तरमा मोबाइल फोन सबैभन्दा धेरै प्रयोग हुने प्रविधि हो। स्थानीयहरूले सञ्चार, मोबाइल बैंकिङ, सामाजिक सञ्जाल र सूचना प्राप्तिका लागि स्मार्टफोन प्रयोग गर्छन्। किसानहरूले डिजिटल प्लेटफर्मका बाट मौसम र बजार मूल्यका जानकारी पाउने गरेको बताए। तर यसमा पनि केही प्रमुख चुनौतीहरू छन्, जस्तो कि अस्थिर इन्टरनेट, अनियमित बिजुली, विद्यालयमा उपकरणहरूको कमी, विषयगत तालिमको अभाव र सीमित बजेट इत्यादि रहेका छन्। अध्ययनका क्रममा हामीले सम्भावना र अवसर समेत निचोल गरेका छौं। यस अन्तर्गत के पर्छ आउनुहोस् विस्तारमा बुझौं। युवाहरू डिजिटल सिप सिक्न उत्साही छन् र संस्थाहरू बिस्तारै डिजिटल तर्फ अघि बढिरहेका छन्। प्रयोगकर्ताहरूको प्रतिको रुचि उच्च भएको प्रयोगकर्ताहरूले सुनाए। मेरो नाम रामकृष्ण हो। पढाइमा सडकहरूमा राम्रो ध्यान दिनु पर्यो, स्कुलमा शिक्षकहरूको राम्रो हेरिदिनु पर्यो। मेरो पनि बाबु छ फेरि। बाबु छ? स्कुल टाढा भयो है? त्यही भएर हाम्रो राम्रो पढ्नु पाएन। उचित पूर्वाधार, तालिम र लगानी भए शिक्षादेखि सुशासन र जीविकोपार्जनसम्म ठूलो सुधार ल्याउन सकिन्छ। यसरी हेर्दा मकवानपुरमा डिजिटल संक्रमणको चरणमा रहेको छ। अगाडि बढ्ने उत्साह छ, तर पहुँच, सिप र पूर्वाधारमा अझै कमी छ, जसका कारण पूर्वाधार र क्षमता विकास दिगो विकासका लागि महत्त्वपूर्ण भएको छ।